ईश्वर प्राप्ति या आत्मबोध भनौँ, निर्वाण भनौँ, इनलाइटमेन्ट भनौँ, होइन, अनेक नाम छ यसको है। अल्टिमेट रियलाइजेसन भनौँ, जे भनौँ, नाम अनेक छन् यसका। यसका एक मार्ग छैन, यसका अनेक मार्ग छ। एक मार्ग भक्ति मार्ग हो, होइन, जसो मीरा, जसरी चैतन्य महाप्रभु, प्रभुपाद, होइन, नाम सुन्नुभयो होला, उहाँहरूले प्राप्त गर्नुभयो, उहाँहरूले भक्तिबाट नै प्राप्त गर्नुभयो। भक्ति नै पर्याप्त छ, उहाँहरूलाई योगासन गर्नु परेन, अरू ध्यान गर्नु परेन, परमात्मालाई भक्ति गर्नुभयो, प्रेम गर्नुभयो, त्यो पनि इन्डिपेन्डेन्ट एउटा मार्ग हो, त्यसबाट पनि ती पुगिन्छ, होइन। अब अर्को सांख्य छ, नलेज मात्रै एनफ, जान्नु मात्रै, होइन, जस्तो अष्टावक्र महागीता जसरी छ, होइन, त्यसमा केही गर्नु पर्दैन, द अन्डरस्ट्यान्डिङ इट्सेल्फ इज एनफ। उनीहरूले न ध्यान गर्नुपर्छ, न भक्ति गर्नुपर्छ, न योगासन गर्नुपर्छ, केही अनुष्ठान गर्नु पर्दैन, जस्ट अन्डरस्ट्यान्डिङ इज मोर देन एनफ। त्यो पनि एउटा धारा हो। त्यस कारणले हामीहरूको जुन धर्म छ, यो सनातन धर्म, यो बडा विशाल छ। अरू धर्ममा यो विशेषता छैन। अरू धर्महरू जुन पृथ्वीमा छन्, इस्लाम छ, यहुदी धर्म छ, क्रिस्चियनिटी छ, यिनीहरूमा यो फ्रिडम छैन, होइन। अब इस्लाममा सबैले मूर्ति पूजा गर्न पाउँदैन, होइन, नमाज पढ्नुपर्छ, होइन, मोहम्मद साहेबको फोटो पनि बनाउनु पाउँदैन। क्रिस्चियनिटीको आफ्नै छ। तर हिन्दू धर्म जुन, यो सनातन धर्म जुन छ, यसमा अनेक मार्ग छन्। मैले जस्तो बिन्ती गरेँ, मूर्ति पूजा गरेर मात्रै पनि मीरा इन्लाइटेन भई, चैतन्य महाप्रभु हुनुभयो, प्रभु यो युगमा प्रभुपादजी हुनुभयो, होइन, कि उहाँहरूले के अरू गर्नु परेन, भक्तिले नै पुग्छ। अर्को मार्ग छ सांख्यको, यही हाम्रै नेपालमै जन्मिनु हो, सुन्नुभयो होला अष्टावक्र, उहाँको एउटा किताब छ अष्टावक्र संहिता। उहाँले चाहिँ त्यो भक्ति पनि गर्नु पर्दैन, केही पनि गर्नु पर्दैन, जस्ट गुरुको उपदेश राम्रोसँग सुन्यो भने पुग्छ। राजा जनकपुरका राजा हुनुहुन्थ्यो, मिथिलाका राजा हुनुहुन्थ्यो, अष्टावक्र तिनकै राजमा हुनुहुन्थ्यो। अष्टावक्रको 20 श्लोक जो पढ्नु हो भने 3 मिनट पनि लाग्दैन। 20 श्लोक अष्टावक्रले जुन भन्नुभयो संस्कृतमा, त्यो 20 श्लोक 3 मिनटभन्दा कम समय लाग्छ। त्यति सुनेर जनक इन्लाइटेन हुनुभयो। हेर्नुहोस् कति सजिलो सांख्य। एकतिरबाट कति गाह्रो छ साधना, वर्षौँ। अब पतञ्जलिको मार्गबाट जानुभयो भने त यम, नियम, आसन, प्राणायाम, धारणा, प्रत्याहार, धारणा, ध्यान, समाधि, लामो प्रक्रिया छ, होइन, जन्मौँ लाग्न सक्छ। त्यस कारण सनातन धर्ममा अनेक मार्ग छन्, अनेक छ, र कुनै मार्गलाई हामी सानो भन्न मिल्दैन, कुनैलाई महत्त्वपूर्ण भन्न मिल्दैन। साधक अनुसारको मार्ग छ। भक्तलाई भक्तिबाट नै प्राप्त गर्न सक्छ, योगीले योगासन तपस्या गरेर प्राप्त गर्न सक्छ, ज्ञानीले गुरुको कुरा, ज्ञान मार्गी जुन छन् सुनेर मात्रै प्राप्त गर्न सक्छ। तन्त्र छ यसैमा, हाम्रो कहाँ सनातन धर्मको एक धारा छ, त्यसमा प्रेमबाट पनि प्राप्त गर्न सकिन्छ, गरेका छन् मान्छेले, होइन। त्यस कारण यो हाम्रो जुन सनातन संस्कृति हो, यो यति विशाल छ, यति विशाल छ, र यसमा यति कपालिक मार्ग पनि छन् यसमा, होइन। जो मान्छेहरू चाहिँ एकदम हामीले देख्दाखेरि बुझ्नै नसक्ने साधना गर्छन्, त्यो मार्गबाट पनि मान्छे जागेका छन्। त्यसले यसमा अनन्त मार्ग सनातन धर्ममा छ। यसका लागि यो बडो कन्फ्युजिङ पनि छ, है। यहाँ हामीले चारवाक नास्तिक हुनुहुन्थ्यो, होइन। बादशाहन 6 गुरु हुनुहुन्थ्यो।
कोका पण्डित हुनुभयो काश्मीरमा, ऊ पनि सेक्स गुरु हुनुहुन्थ्यो। तर हामीले उनीहरूलाई पनि गुरु मानेर उनीहरूलाई पनि इन्लाइटेन मानेका छौँ होइन। चारवाक नास्तिकलाई पनि हामी गुरु नै मान्छौँ। नास्तिकको पनि एउटा आफ्नै दर्शन छ नि। तान्त्रिकको पनि बादशाहन प्रेमबाटै मुक्त हुन सक्ने, सेक्सबाटै मुक्त हुन सक्ने मार्ग निकाल्नु उहाँ पनि यो विशेषता संसारको कुनै धर्ममा तपाईँ पाउन सक्नुहुन्न। जुन सनातन हामीले पनि बिर्सिसकेका छौँ आफ्नो सनातन धर्मको विशेषताहरू। हामी पश्चात संस्कृतिबाट अहिले यति प्रभावित छौँ र पश्चात संस्कृति पश्चिमले जस्तो लुगा लगाउँछ, पश्चिमको जो दर्शन छ त्यही हाबी भइरहेछ हामीमाथि। खान्छ जसरी उनीहरू कसरी टेबलमा बसेर खान्छ भने हामी पनि टेबलमै बसेर खानुपर्ने। पुरै हामी इन्डाइरेक्टली वी आर इन्फ्लुएन्स्ड बाई वेस्टर्न कल्चर, सिभिलाइजेसन एन्ड इभन रिलिजनबाट हामी प्रभावित छौँ। तर हाम्रो आफ्नो जुन सनातन संस्कृति छ यति विशाल छ, यति विशाल छ, यति विशाल छ। यसमा अनेक मार्ग छ। नास्तिक पनि प्राप्त गर्न सक्छ। चारवाकलाई पनि हामीले गुरु नै मान्छौँ। उहाँले विश्वासै गर्नुभयो भने ईश्वरमा त पनि उहाँलाई हाम्रो ऋषि नै मान्छौँ होइन। यो यस्तो विशेषता तपाईँ संसारमा कहीँ पनि पाउन सक्नुहुन्न। उहाँले अनेक मार्गमध्ये ईश्वर नमान्ने पनि मार्ग छ होइन, ईश्वर मान्ने पनि मार्ग छ। ईश्वरलाई मूर्ति बनाएर पूजा गरेर मात्रै केही गर्नु पर्दैन। ईश्वरको हामीले पनि यहाँ राखेका छौँ। बेलुका प्रत्येक बेलुका हामी यहाँ तपोवनमा हामीलाई गुरुले के सिकाउनु हो भने सबै मार्गलाई सम्मान गर। बिहान तपाईँ देख्नुभयो होला हामी डाइनामिक मेडिटेसन गर्छौँ, त्यसपछि योगा गर्छौँ, पतञ्जलिको योगासनहरू गर्छौँ, दिनभरि हामीले ओशोका ध्यान गर्छौँ, बेलुका हामी आरती गर्छौँ, भक्ति गर्छौँ, सबै देवताको आरती गर्छौँ है। त्यस कारण यो सबै मार्गको सिनोप्सिस ओशोको दर्शनमा तपाईँ पाउनुहुन्छ। उहाँले अष्टावक्रलाई पनि साङ्ख्यलाई पनि त्यतिकै महत्त्व दिनुहुन्छ, भक्तिलाई पनि त्यतिकै महत्त्व दिनुहुन्छ। तन्त्रमाथि पनि उहाँ यो युगमा तन्त्रको सबभन्दा ठुलो विज्ञ व्यक्ति खोज्नुभयो भने ओशो बाहेक तपाईँ पाउन सक्नुहुन्न। सो दे आर डिफ्रेन्ट पाथ्स। एक पाथवालाले अर्को पाथलाई नबुझ्न सक्छ होइन। मूर्ति पूजाका विरोध यसैमा पनि सनातन धर्ममा पनि मूर्ति पूजा नगर्नेहरू पनि छन् होइन। उनीहरूले मूर्ति पूजाको विरोध गर्छन्। मूर्तिलाई परमात्मा मान्ने यो बाहेक चाहिँ केही छँदै छैन भन्ने पनि छन् होइन। मूर्ति पूजा गरेरै पनि निर्वाण प्राप्त गरेका छ। यो विशेषताले गर्दाखेरि सनातन धर्मलाई बुझ्न अलिक जटिल छ। इस्लामलाई बुझ्न जटिल छैन। एउटै कुरा छ, सबैले नमाज पढ्नुपर्छ, कसैले पनि मूर्ति पूजा गर्न पाउँदैन होइन। सबैले 1 महिना फास्ट गर्नै पर्छ। त्यो कुराहरू अस्पष्ट छ। तर हाम्रो सनातन धर्ममा सबै कुरा आएको हुनाले सामान्य बुद्धिबाट कहिलेकाहीँ यो हो कि होइन के हो। एक मार्गवालाले अर्को मार्गलाई शैव मार्गले शिवलाई नि मात्रै पूजा गर्छ, शिवकै पूजाबाट प्राप्त हुन्छ। वैष्णवको कुरा बुझ्न सक्दैन, वैष्णवले चाहिँ तान्त्रिकको कुरा बुझ्न सक्दैन। यो कन्फ्युजनहरू छ। हामीले बडो उदार हृदयले सनातन धर्मको अध्ययन गर्नुपर्छ र यसलाई समादर गर्नुपर्छ। आई मे नट अन्डरस्ट्यान्ड बट इट डज नट म्याटर द्याट इट डज नट एक्जिस्ट। मैले नबुझ्दैमा संसारमा यो छँदै छैन यो भन्नु चाहिँ अहङ्कार हो।